ए बुढी तिमी आइसक्यौ? भर्खरै टुसुक्क बसेको एकैछिन ढाड दुखेर के म पनि भर्खर यार आउँदैछु यार। म यस्तो थकै लाएर हिँड्न नि झ्याउ लाग्थ्यो। अब के गर्ने, बिस्तारै बिस्तारै आएको, लास्टै थकै ला यार। अब खानासानाको के छ त प्रोग्राम बुढी? भाँडा मान्नु भाइ हो भाँडा सबै छ जुठो? खै यसो खाना बनाउनुसम्मको लागि छैन केही? छैन भाँडा भाँडाको त पसारो भन्दा नि महा पसारो रहेछ त हो। अब त्यसो भए मलाई नि थकै लाखा, तिमीलाई नि थकै लाखा हेर। अब भाँडा माझेर भात त पकाएर खानै पर्यो, पेटलाई थकै लाग्दैन होइन? अब यसो गरौँ, गोला पर्था गरौँ। जसलाई त्यो के हामी पहिला सानसानामा गर्थ्यौँ नि, फु गरेर चिट्टा सिस्टम। जसलाई भाँडा पर्छ त्यसले भाँडा माझ्ने, जसलाई जिरो पर्छ त्यसलाई हुने। ल बुढी अब खाना त खानु पर्यो, चिट्टा सिस्टम गरौँ है। हुन्छ ल यसो गर नि त, ल यसलाई फुक त ल। एउटा यहाँ देखाउ त, एउटा खाली छ, एउटामा लेखेछ है। यस्तरी फु गरेर तल नफाल न, यत्तिकै हातले तान। पुरा बच्चातिर पनि याद आउँछ नि त। ल म निकालेँ है त। मलाई के पर्ने रहेछ, ल तिमीलाई खोला त, तिमीलाई जे पर्छ। मलाई त्यसको विपरीत पर्यो। के पर्यो है त, के पर्यो, के पर्यो? जिरो भाइ खप्पर खाइयो खोला त ल। मैले भाँडा माझ्नु पर्ने भयो यार। भाँडा ए खरानी भयो नि, के गर्ने, गाह्रो भयो।